नमस्ते सबैजनालाई र आज चाहिँ नि एकदम धेरै टेन्सन भइदिएछ मलाई हैन र के भयो भनेपछि आज चाहिँ नि मेरो हजुरको म घरदेखि निकल्ने टाइममा मेरो घर चाहिँ बाह्रपत्थर शिव मन्दिरको ठुलो शिव मन्दिरको तल हो हैन त बिहान बिहान घरदेखि निकल्ने बेलामा ज्याकेटको यस्तो पकेटमा मैले मेरो फोन राखेको थिएँ जो कि त्यही फोनले मैले सुट गर्थेँ र बाइकमा अब यसरी बाइक चलाउने टाइममा बाटोमा कुन जग्गामा गिर्यो बाह्रपत्थर शिव मन्दिरदेखि लिएर हजुरको आरती भवनसम्म त्यो अब फोन अब त्यति जग्गामा गिर्यो कि गाइस र कतिजनाले त्यो लोकेसन ट्रेक गर्ने बेलामा र त्यति एरियामा घुमिराखेको छ भन्दैछ र अब गाइस त्यही फोनमै सब कुछ छ अब मेरो भनेपछि अब हजुरहरू पनि हुनुहुन्छ हैन त आज त्यही फोन हराएको विषयमा एकदम दुःख पनि लागिरहेको छ बिहानदेखि अब हैन त्यत्रो अब के गरेर कस्तो कस्तो गरेर मलाई थाहा छ कि मैले के गरेर लिए त्यो फोन अब हैन भिडियो बनाउनको लागि अब एउटा इन्ट्रेस्ट छ मलाई मोरे हत्ते गरेर मैले यसरी काम गर्छु गाइस तपाईहरुले अब देख्नुहुन्छ होला हैन आज यसरी हराउँदाखेरि एकदम धेरै दुःख पनि लागेको छ र प्लिज यार एकदम रिक्वेस्ट छ यार गाइस बहुत मतलब अब इच्छा छ हैन युट्युबमा राम्रो काम गर्ने र त्यही कारणले अब के गरेर मैले हैन मलाई थाहा छ मैले के गरेर लिए त्यो फोन र आज यति दुःख पनि लागेछ गाइस हैन त त्यही जसले नि पानु भयो भने प्लिज यार मेरो तर्फदेखि जे पनि हुन्छ म अलिकति भए पनि गर्दिन्छु र प्लिज यार गाइस एकदम टेन्सन छ मतलब अब के हराए जस्तै न रामा फाउन्डेसनै हराएको जस्तै लागेछ आज मनमा के भन्ने मैले हजुरहरूलाई पुरा मनले बताउन नै सकेको छैन र त्यही मेरो तर्फदेखि रिक्वेस्ट गर्छु प्लिज गाइस यार जसले पनि पाए पनि मेरो नम्बर पनि दिन्छु म हजुरलाई 8118990197 र प्लिज यो फोन मैले पाए पनि बहुत राम्रो हुन्छ गाइस नै त मेरो युट्युबको रास्ता यतिमै खत्तम हुन्छ जस्तै छ गाइस अब घरिघरि पनि किन्न सक्दैन हेर्नु म त अब फ्यामिली हेर्ने केटा हो अब हैन घरबारहरू पनि छ सब कुछ छोडेर कति सेक्रिफाइस गरेर म यसरी युट्युबमा आछु तर अब यसरी फोनहरू मेरो गल्तीले हराएको हुन त पकेटदेखि गिरेको कसैले चोर्देको हैन सायद कोही राम्रो मान्छेहरूले भेट्नु भयो नि प्लिज दिलदिन रिक्वेस्ट छ नै त मेरो रामा फाउन्डेसनको रास्ता यतिमै खत्तमै हुन्छ जस्तो लागेछ किनकि के भन्नु त गाइस अब युट्युबमै मैले यति खर्च गरेछु आज भन्दा अगाडि मैले त्यो डीएसएलआर किने अब हैन र फेरि पनि अब यो फोन पनि लिएथे कहाँ दिन कस्तो कस्तो गरेर र अब मेरो पनि त जिम्मेवारी छ घरको जिम्मेवारी छ बहुत कुछ छ हैन त त्यही लागि घरिघरि मैले त गर्न सक्दैन नि त गाइस र मैले युट्युबदेखि पैसा केही पनि पाएको छैन र कतिले सोच्नुहुन्छ होला अब पैसा पाछ भाइले यताउति होइन मैले आफ्नो मेहनतले पाइ जोडेर भएर त्यो फोन किनेको हैन र त्यही आजको दिन एकदम दुःख लागेछ म अझै एकदम रिक्वेस्ट गर्छु दिलले हैन प्लिज गाइस जसले नि पाएको छ र मेरो नम्बर पनि मैले दिएको छु हैन गाइस र तल पनि म लेखिदिन्छु मेरो नम्बर र प्लिज गाइस है रिक्वेस्ट गर्छु जसले नि पाएको छ प्लिज हजुरहरूले मसँग सम्पर्क गर्नु र नभए पनि अब यो रामा फाउन्डेसनको यतिमै खत्तम हुन्छ जस्तो छ गाइस हो त्यति हो र घरिघरि मैले किन्न सक्दैन गाइस हो त्यही हो रिक्वेस्ट छ मेरो तर्फदेखि नै गाइस कन्ट्याक्ट गर्नु होला